गैर जिम्मेवार कुरा कसले गर्छ बाँकी कसैले पनि जनताले सहनेवाला छैन। धन्यवाद। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह, त्यसमा कन्फ्युजन नहुन। अनि पनि कमा फुल स्टप र दाहिने ब्याग कुरा गर्ने कुनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको चाहिँ पदाधिकारीलाई छुट छैन। खालि राजनीतिक व्यक्तित्व र राजनीतिक दललाई मात्र गाली गरेर हुँदैन। त्यो राजनीतिक बाहेकको जुन पोलिटिक्स बाहेकको जुन ब्युरोक्रेसीको जुन छ त्यो चेन्ज हुनुपर्छ। अब नो पछि समय तपाईँको पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री क्याबिनेटमा घोषणा भएको थियो, उहाँलाई प्रधानमन्त्री नबनाउने भन्ने भित्रमा चलखेल भएको भन्ने किसिमको समाचार बाहिर आएको छ नि। त्यो हावादारी कुरा हो। त्यो हावादारी कुरा गर्ने त्यसलाई सोध्नु होला। यी सब राष्ट्रिय स्वतन्त्र पार्टी अब पुनः खुरापाती कुरा गरे, यसमा कुनै सत्यता छैन। यो सत्यता पछि नलाग्नु। हामी स्ट्रेट फरवर्ड हो। जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ। अनि पनि कमा फुल स्टप र दाहिने ब्याग कुरा गर्ने कुनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको चाहिँ पदाधिकारीलाई छुट छैन। त्यसको पछाडि नलाग्नु र त्यसको हावादारीको पछाडि नलाग्नु अनुरोध गर्न चाहन्छु। पक्कै नै हो नि। हेर्नुहोस्, भ्रष्टाचारको कुरा जुन चन्द्र उठाएर निर्मम तरिकाले हान्नेवाला छौँ हामी। तपाईँ हेर्नुहोस्, जो सम्झाउनु छ त्यसलाई हान्ने हो नि। जो हामीले के चाहन्छौँ, सुशासन, गुड गभर्नेन्सको कुरा गरिरहेको छ हामीले। देशमा सुशासन चाहिएको छ। एउटा नागरिकले कुनै पनि चाहिँ सरकारी कार्यालयमा जाँदाखेरि सरकारी कार्यालयको एक्टिभिटिज चाहिँ त्यो चाहिँ सुशासनसँग जोडिएको छ, सुशासन छ भन्ने कुरा फिल गराउनु पर्यो। भ्रष्टाचार र सुशासन मुखले मात्रै बोलेर हुँदैन। त्यसको लागि चाहिँ जुन पुरानो कार्यशैली छ त्यसको ड्रास्टिक चेन्ज गर्नुपर्छ। जुन ब्युरोक्रेसीको जुन काम गर्ने स्टाइल छ ड्रास्टिक रूपमा चेन्ज गर्नुपर्छ। त्यही पाराले राजनीतिक हिसाबले चाहिँ परिवर्तन जनताले खोज्नुभयो। अब अरूको परिवर्तन हुनु कि नहुने, राज्यमा राजनीतिक तह बाहेक अन्य तहमा रहेका सबै चिजहरू, सबै चाहिँ तहका चाहिँ राज्यका संयन्त्रहरू चाहिँ परिवर्तन हुनुपर्छ। एकदम आवश्यक छ। खालि राजनीतिक व्यक्तित्व र राजनीतिक दललाई मात्र गाली गरेर हुँदैन। त्यो राजनीतिक बाहेकको जुन पोलिटिक्स बाहेकको जुन ब्युरोक्रेसीको जुन छ त्यो चेन्ज हुनुपर्छ। अब नो व्यक्ति परिवर्तन हुने तर प्रवृत्ति परिवर्तन नहुने। त्यो कुराको राम्रोसँग जनताले हेक्का गर्नुभएको छ। त्यो परिवर्तन हुनलाई म तपाईँहरूको मिडिया मार्फत अनुरोध गर्न चाहन्छु। होइन भने सहनेवाला छैन। हाम्रो सभापतिले भने पनि छैन, उपसभापतिले भने पनि छैन। यो हावादारी गफ हो। सिधै उहाँले थाहा छैन भनेको मलाई थाहा छैन। भनेको भने गैर जिम्मेवार कुरा हो। त्यो गैर जिम्मेवार कुरा कसले गर्छ बाँकी कसैले पनि जनताले सहनेवाला छैन। धन्यवाद। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह, त्यसमा कन्फ्युजन नहुन। यो चाहिने नचाहिने कसैलाई भन्ने छुट पनि छैन। सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सबै पदाधिकारीलाई मिडियामा बोल्दाखेरि संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपछि कुरा नगर्नुहोस् अनुरोध गर्न चाहन्छु। धन्यवाद।